प्रकाशजी नमस्कार। नमस्कार। यहाँ तपाईहरुले यो हेटौडाको सडक विस्तारको विषयलाई लिएर नारा जुलुस गरिराख्नु भएको छ। तर त्यहाँका जनताले जुन सरकारले तोकेको मुआब्जा हैन क्षतिपूर्ति त्यो चाहिँ बुझ्न नचाहेर जबरजस्ती सडक कब्जा गरेर बसिरहेको भन्ने विषय छ। तर तपाईहरु चाहिँ यहाँ सडक विस्तारले गरेको सडक विकासको नाममा सडकले जनतालाई उठीवास लगायो हैन सुकुम्बासी बनायो भन्ने भनाइ छ। वास्तवमा के हो खास मुआब्जा लिँदा हुँदैन र? प्रश्नको लागि धन्यवाद। विशेष गरिकन हामी मङ्सिर 20 गतेको दिन चाहिँ एउटा सडक विस्तार पीडितहरूलाई साथ दिन गएका थियौँ। त्यो दिन भन्दा एक दिन अघिल्लो दिन मङ्सिर 19 गते यो विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो र मेघराज पोखरेलको एकल इजलासले अहिलेको लागि तत्कालै रूपमा यो सूचना कार्यान्वयन नगराउनु भनेर स्टे अर्डर जारी गरेको थियो। स्टे अर्डर जारी गर्ने क्रममा सडक डिभिजन हेटौडाले सर्वोच्च अदालतको आदेशलाई अटेर गरेर जनताको 531 वटा बजारका घरहरूलाई भत्काउने काम गर्यो। तर जुन घरहरू भन्नुभएको छ यो घर चाहिँ विशेष गरिकन जनताले आफूले अहिलेसम्म मुआब्जा नलिएको भनेर त्यहाँको जनताहरू त्यहाँको पीडितहरूले बताउनु भयो र मुआब्जा लिएको भए त्यहाँका स्थानीय एकजना पीडित सङ्गठन हेटौडा बसोबास संरक्षण पीडित संरक्षण समितिका एउटा सहसंयोजक एउटा न्यौपानेज्यूले चाहिँ हामीलाई के भन्नुभयो भन्दाखेरि राजकुमार न्यौपानेज्यूले चाहिँ यदि हामीलाई मुआब्जा दिएको भए चाहिँ हामी आफ्नो घर तहरा भत्काउन तयार छौँ, तर हामीलाई मुआब्जा दिएको छैन, हामीलाई विस्थापित गर्न खोजिँदैछ भनेर उहाँहरूले भन्नुभयो र डेटा पनि छैन भनेर उहाँले कुरा गरिसक्नु भइसकेपछि हामी हेटौडा सडक विस्तार पीडितका पक्षमा हामी काठमाडौँका स्थानीयहरू आज सडकमा उत्रेका हौँ। किन भन्दाखेरि उहाँहरूको आवाज उहाँहरूको मुद्दा र हाम्रो मुद्दामा केही पनि फरक छैन। हामीलाई पनि सडक विस्तारले सिध्याएकै हो। 2070 सालदेखि अहिलेसम्म पनि सिध्याउने षड्यन्त्र भइ नै रहेको छ राज्यबाट। कहिले सडक मापदण्ड आइदिन्छ, कहिले खोला मापदण्ड आइदिन्छ। त्यो मापदण्ड ठ्याक्कै अहिले हेटौडामा लागेको जब पृथ्वीनारायण शाहको पालामा यहाँबाट खेदेर गएका नेवार समुदायले हेटौडाको बजार स्थापित गरेको थियो र हेटौडा सहरलाई स्थापित गर्नमा नेवार समुदायको ठुलो भूमिका थियो। तर मापदण्ड लगाएर सरकारले जुन किसिमले चाहिँ हुन्छ नि यो गजको 25 गजको कुरा छ त्यसमा चाहिँ जनताहरू सहमति पनि भएका थिए। 16 मिटरमा हामी बनाउन तयार छौँ भनेर सिडिओ लगायत सडक डिभिजनसँग पनि कुरा गरेका थिए हेटौडाका जनताहरूले। तर सिडिओ र त्यहाँको सडक डिभिजन कार्यालयले अटेर गरेर जनताको माग विपरीतको कार्य गरेर अदालतको पनि स्टे अर्डरलाई व्यवस्था गर्दै लट्याएर आज चाहिँ जनताको 531 वटा घरमा डोजर चलाइयो। जनताको माग चाहिँ के हो खास? जनताको माग चाहिँ यदि सडक विस्तार गर्ने भए हुन्छ, हामी विकासका विरोधी होइनौ। म त्यहाँ हेटौडामा थिएँ अस्ति। हेटौडाका जनताहरूले मलाई के भन्नु भन्दाखेरि हेर्नुहोस् प्रकाशजी, हामी सडक विस्तारबाट हाम्रो घर जान्छ भने जाओस्, तर बिना मुआब्जा र बिना क्षतिपूर्ति भत्काएको हामीलाई स्वीकार्य छैन, हामीलाई मान्य छैन। हामीलाई सरकारले उचित मुआब्जा र क्षतिपूर्ति दिनुपर्छ। सरकारले त मुआब्जा लिनको लागि हैन क्षतिपूर्ति बुझ्नको लागि उहाँहरूलाई आह्वान गरिराख्नु भएको छ, अनुरोध गरिराख्नु भएको छ। तर मुआब्जा लिनु चाहिँ उहाँहरू जानु भएको छैन भन्ने भनाइ छ नि। अब त्यो चाहिँ सरकारले मुआब्जा लिनु चाहिँ बोलाएको छैन भन्ने त्यहाँको अधिकांश स्थानीयहरूको भनाइ छ। राजकुमार न्यौपाने लगायत केही साथीहरूले त्यहाँकै स्थानीय साथीहरूले भुवनलाल सचिवहरू लगायत केही व्यक्तिहरूबाट त्यहाँको सङ्गठन समितिहरूबाट सुनेको अनुसार हेटौडा सहर बचाउ अभियान विभिन्न सहरसँग साथीहरूसँग कुरा गर्दै उहाँहरूको सुनेको अनुसार मुआब्जा सरकारले बोलाएको छैन भन्ने कुरा। अब जनताले अब के हुन्छ? अब मुआब्जा नदिई सरकारले त भत्काइसक्यो। अब यो भत्किएको संरचनाहरूको के हुन्छ? अब यो भत्किएका संरचनाहरूलाई हिजो त्यहाँका जनताहरूले आन्दोलन गरिरहनु भएको छ। यदि हाम्रो जग्गा हाम्रो घर जहाँ रहेको छ त्यो संरचना सरकारले भत्कायो, अब त्यो सरकारले पुनर्निर्माण गर्नको लागि पनि सरकारले क्षतिपूर्ति हामीलाई दिनुपर्छ भनिरहनु भएको छ। र त्यहाँको हेटौडा उपमहानगरपालिकाको मेयरले पनि अब हामी चाहिँ त्यहाँको जनताले सडक विस्तारमा पीडित छ भने हामी पुनर्स्थापनको लागि चाहिँ कदम चाल्छौँ। यदि कसैको जग्गा अब सडकमा परिसकेको छ भने उहाँहरूलाई हामी पुनर्स्थापन गर्छौँ, जग्गा दिन्छौँ भनेर उहाँले भनिरहनु भएको छ। हामी पीडितका पक्षमा छौँ, हामी पहल गर्छौँ सङ्घीय सरकारलाई भनेर त्यहाँको स्थानीय सरकारले चाहिँ त्यसरी भनिरहनु भएको छ।
यो सम्भव छ। त्यहाँको सरकारले यो सम्भव छ भनेर हामीलाई प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यहाँको स्थानीय सरकारको कुरा चाहिँ मेयरजीको कुरा चाहिँ त्यस्तै किसिमको कुरा छ भन्ने भइरहेछ। हामी पीडितको पक्षमा छौँ। त्यहाँको हेटौडा महानगरपालिकाले प्रश्न खोलिसकेको छ।